नमस्ते साथीहरू। मलेसियाको विभिन्न कम्पनीहरूबाट ब्याक टु ब्याक नेपाली कामदारहरूको डिमान्ड आइरहेको बेलामा फेरि पनि 3वटा मलेसियाको उत्कृष्ट कम्पनीहरूबाट चाहिँ डिमान्ड आएको छ। त्यसैले आजको यो भिडियोमा हामी कुरा गर्नेछौँ कुन कुन कम्पनीबाट र कति जनाको डिमान्ड आएको छ, यो कम्पनीहरूको इन्टरभ्यू कहिले र कुन मेन पावरमा हुनेछ, के कामको लागि डिमान्ड आएको हो, नेपाली कामदारहरूको लागि सेलरी कति दिन्छ, साथै कम्पनीहरूबारे सम्पूर्ण जानकारी आजको यस टपिकमा रहेको छ। यदि तपाईहरू पनि जिरो कस्टमै मलेसिया जान चाहनुहुन्छ भने यो भिडियोलाई अन्त्यसम्म हेरिदिनुहोस् र नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनु होला। नम्बर 1 मा रहेको छ परकासा गार्ड फोर्स एसडिएन बिएसटी। यो चाहिँ एउटा सेक्युरिटी कम्पनी हो र यो कम्पनीबाट चाहिँ 43 जना पुरुषहरूको डिमान्ड आएको छ सेक्युरिटी गार्डको लागि। र यदि तपाईँ यो कम्पनीमा अप्लाई गर्न चाहनुहुन्छ भने तपाईँको हाइट चाहिँ 5 फिट 4 इन्च भन्दा माथि हुनुपर्ने छ भने तपाईँको एज चाहिँ 25 देखि 45 वर्षको हुनुपर्नेछ र तपाईँले बेसिक इङ्ग्लिस चाहिँ लेख्न, बोल्न र पढ्न सक्नुपर्नेछ। यसको लागि बेसिक सेलरी 1700 रिङ्गेट, तर सेक्युरिटी कम्पनीमा चाहिँ 30 दिन 12 घन्टा डेली काम गर्नुपर्ने भएकोले तपाईहरूलाई यो कम्पनीले चाहिँ 2200 रिङ्गेट सेलरी दिने भनेको छ। होस्टल चाहिँ कम्पनीले फ्री दिनेछ भने खानाको लागि चाहिँ आफै व्यवस्था गर्नुपर्नेछ। र यो कम्पनीको डिमान्ड चाहिँ ग्रोथ फोर्सेस इन्टरनेसनल सर्भिस मेन पावरमा आएको छ र यसको इन्टरभ्यू चाहिँ यही जेठको 12 गते अर्थात् मे 26 तारिक हुन गइरहेको छ मेन पावर कार्यालयमा। यदि तपाईँ यो कम्पनीमा अप्लाई गर्न चाहनुहुन्छ भने यो मेन पावरको नम्बरमा कन्ट्याक्ट गरेर अथवा नजिक हुनुहुन्छ भने भिजिट गरेर राम्रोसँग बुझेर मात्र अप्लाई गर्न सक्नुहुनेछ। र यो कम्पनीको बारेमा भन्नुपर्दाखेरि यो कम्पनी चाहिँ मलेसियामा सन् 2002 मा स्थापित भएको थियो र यसको लोकेसन चाहिँ मलेसियाको चेरास कुलालम्पुरमा रहेको छ। यो कम्पनीले चाहिँ धेरै पहिलादेखि नै नेपाली सेक्युरिटीहरू चाहिँ ल्याइरहेको छ र यसले 2022 मा पनि ठुलो सङ्ख्यामा नेपाली कामदारहरू चाहिँ ल्याएको छ सेक्युरिटी गार्डको लागि। दोस्रो कम्पनी रहेको छ मरेली अटोमोटिभ लाइटिङ मलेसिया एसडिएन बिएसडी। यो कम्पनीबाट चाहिँ 31 जना पुरुषहरूको डिमान्ड आएको छ जनरल फ्याक्ट्री वर्करको लागि। यसमा चाहिँ टोटल्ली जिरो कस्ट रहेको छ। फ्री भिजा, टिकट, मेडिकल र सम्पूर्ण खर्चहरू चाहिँ कम्पनीले बिहोर्नेछ। यसमा बेसिक सेलरी चाहिँ 1700 रिङ्गेट 26 दिन 8 घन्टाको प्लस ओटी। ओभरटाइमहरू चाहिँ यो कम्पनीमा राम्रै चल्ने गर्दछ। तपाईँले मन्थली 24-2500 रिङ्गेट चाहिँ मजाले कमाउन सक्नुहुनेछ। यसको डिमान्ड चाहिँ रिच एन्ड फारा इम्प्लोइमेन्ट सर्भिस मेन पावरमा आएको छ र यो मेन पावरको लोकेसन चाहिँ वसुन्धरा 8 काठमाडौँमा रहेको छ। यसको प्री इन्टरभ्यू चाहिँ धमाधम भइरहेको छ मेन पावर कार्यालयमा भने फाइनल इन्टरभ्यू चाहिँ मे 26 तारिक हुन गइरहेको छ। यदि तपाईँहरू पनि यो कम्पनीमा अप्लाई गर्न चाहनुहुन्छ भने यो मेन पावरको नम्बरमा कन्ट्याक्ट गरेर अथवा भिजिट गरेर तपाईँले अप्लाई गर्न सक्नुहुनेछ। यो कम्पनीको बारेमा भन्नुपर्दाखेरि यो कम्पनी चाहिँ मलेसियामा सन् 1988 मा स्थापित भएको हो र यसको काम गर्ने लोकेसन चाहिँ मलेसियाको पेनाङमा रहेको छ। यो कम्पनीले इन्जिनियरिङ अनुप्रयोगहरू बिक्री र निर्माणको लागि एक प्रमुख केन्द्रको रूपमा काम गर्दछ र यो कम्पनीको मुख्य उत्पादनहरू कम्पनीले बाह्य अटोमोटिभ प्रकाश प्रणालीको विकास र निर्माणमा विशेषज्ञता राख्दछ र यसको उत्पादन लाइनमा हेड ल्याम्प, रियर ल्याम्प, डेटाइम रनिङ लाइट अर्थात् डिआरएल र विभिन्न अन्य सिग्नल लाइटहरू उत्पादन गर्दछ। अब तेस्रो कम्पनी रहेको छ एफएफएम फार्म्स एसडिएन बिएसटी। यो कम्पनीबाट चाहिँ 20 जना पुरुषहरूको डिमान्ड आएको छ एग्रिकल्चर वर्करको लागि। यसमा पनि टोटल्ली जिरो कस्ट रहेको छ र यसमा बेसिक सेलरी 1700 रिङ्गेट 26 दिन 8 घन्टाको र प्लस ओटीहरू राम्रो चल्दछ। यसको डिमान्ड चाहिँ मोन्टेज ओभरसिज मेन पावरमा आएको छ र यसको इन्टरभ्यू चाहिँ यही जेठ 12 गते अर्थात् मे 26 तारिकमा हुन गइरहेको छ मेन पावर कार्यालयमा। र यो मेन पावर कार्यालयको लोकेसन चाहिँ कलङ्की मन्दिर नजिक रहेको छ। यदि तपाईँहरू पनि अप्लाई गर्न चाहनुहुन्छ भने यो नम्बरमा कन्ट्याक्ट अथवा भिजिट गरेर राम्रोसँग बुझेर यसको लागि अप्लाई गर्न सक्नुहुन्छ। आजको भिडियो कस्तो लाग्यो? यस्तै मलेसिया जब अपडेट बारे जानकारी पाउनका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला।